वेलकम टु माई मिनी ब्लग। नमस्कार सबैजनालाई। आज म जुलाबी बनाउन गइरहेको छु। सबैजनाले हेरेर साथ दिनुहोला। म आज पहिलोचोटि जुलाबी बनाउँदैछु। कस्तो हुन्छ हजुरले हेरेर प्रतिक्रिया दिनुहोला। टिफिनमा यसरी पिठो हालिसकेँ। अब म यसलाई थोरै पानी गर्दै म यसलाई मुसेर यसको मिश्रण रेडी गर्छु। यसमा थोरै फुड कलर हाल्छु मैले। हजुरहरूसँग भएदेखि हाल्नु, नत्र यो अप्सनल हो। यति मात्रै हाल्छु मैले। गर्दै गरेको छु। हजुरहरूले हात प्रयोग नगरिकन त्यो हजुरहरूसँग इनो छ भने इनो हाल्दा हुन्छ, किनकि इनोले राम्रो हुन्छ। मैले थोरै मात्रै बेकिङ पाउडर हालेँ किनकि मेरो बेबीले खाने यसको मिश्रण यस्तो बनाउनु होला। चास्नीको लागि मैले यति चिनी हालेछु अनि मैले यति नै पानी हाल्नेछु। हजुरहरूले देख्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ मैले यति नै वाटर हालेँ यसको लागि। अनि यो यति भयो। अनि यसको लागि मैले यति सुकमेल यसलाई काटेर हालेको छु किनकि यसको सेन्ट एकदम मिठो हुनेछ। थोरै कलर यो चास्नीमा थोरै रातो बनाउनको लागि थोरै फुड कलर हालेको छु। देख्न सक्नुहुन्छ। सुनेको यसमा थोरै कागती यो चास्नीमा राख्ने भने एकदम राम्रो हुन्छ भनेको सुनेको थिएँ। यसमा मैले यति नै कागती राख्दैछु। देख्न सक्नुहुन्छ। गाइज मसँग यो के अरे जुलाबी बनाउनको लागि भाँडो नभएर मैले यो केचप खनाएर यसमा बनाउँदैछु। हजुरले देख्न सक्नुहुन्छ। अब कस्तो हुन्छ भन्ने मलाई थाहा छैन। अब मैले बनाउने बेलामा हजुरहरूलाई देखाउने छु यो भाँडोबाट बन्छ कि नै। गाइज देख्न सक्नुहुन्छ यो चास्नी यस्तो भइसक्यो। यसलाई हातमा लिँदा यस्तो कि अझै थोरै भयो होइन। देख्न सक्नुहुन्छ। यो च्याप्प लगाइसकेपछि चाहिँ यो चास्नी रेडी भएको हुन्छ है। देख्न सक्नुहुन्छ मेरो फर्स्ट प्रस्तुति यस्तो भइरहेको छ बनाउन नआएर। गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ सेकेन्ड लटको। पहिलो लटको कस्तो भयो, सेकेन्ड लटको कस्तो भयो गाइज देख्न सक्नुहुन्छ। कस्तो हो जुलाबी? एकदम मिठो। बिरामी मान्छेले जुलाबी खाँदै हुनुहुन्छ गाइज। मिठो छ भन्नुभएको छ। देख्दै हुनुहुन्छ रियाक्सन। गाइज मैले जुलाबी बनाएर सकिसकेँ। देख्न सक्नुहुन्छ हेर्दा नै वाउ छ। कस्तो छ? कति मिठो। के खाँदै खाऊ तिमी? जलेबी। ल खाऊ। क्रन्ची पनि छ, मिठो पनि छ। किनेर खाएको मिठो कि यो मिठो? यो मिठो। वाउ मेरो बेबीले यति भनिसकेपछि पक्कै पनि यो मिठो छ होला। देख्न सक्नुहुन्छ कति खुसी हुँदै खा। यसको घाँटी कति